यसको खेललाई यो क्षेत्रलाई व्यवस्थापन गर्नुपर्ने, यसलाई चाहिने विभिन्न खालका कभर हलहरू, खेल मैदानहरू, स्टेडियमहरू लगायतका कामहरूलाई अगाडि बढाउन जरुरी छ। अहिले कीर्तिपुरमा 1 वर्षभित्रमा सम्पन्न हुने गरी नयाँ क्रिकेटको निम्ति स्टेडियम निर्माण हुँदैछ। कतिपय ठाउँमा नयाँ रङ्गशालाहरू बन्न सुरु भएका छन्। प्रदेश सरकारले पनि रूपन्देहीको उजुर सिंह ग्रामलाई अहिले तत्काललाई त्यसलाई अझै राम्रो र व्यवस्थित गर्नको निम्ति हिजो मात्रै बहुवर्षीय आयोजनाको रूपमा त्यसलाई अगाडि बढाउने निर्णय गरेको छ। यसले हेर्दाखेरि अब तीनवटै तहका सरकारहरूले आफूलाई खेलकुदसँग नजिक राखेर अब खेलाडीहरूको भावनालाई माथि उठाउने, प्रोत्साहन गर्ने, उनीहरूलाई प्रेरित गर्ने र म खेल क्षेत्रबाट नै मैले मेरो जीविका गुजार्न सक्छु भन्ने त्यो आत्मविश्वास कायम गरेर हामी उनीहरूलाई अगाडि बढाउन चाहन्छौँ। र वास्तवमा यो मैदान आज जहाँ खेलकुद भइरहेको छ यसको सन्दर्भमा कुरा गर्दा यसका केही भौतिक पूर्वाधारका कामहरू बाँकी छन्। यसलाई अझै जालीले पुरै ग्राउन्डलाई जालीले घेर्नुपर्ने छ। यो ग्राउन्डमा दुबो लगाउनु पर्ने छ र यसका एउटा कम्तीमा पनि यहाँ एउटा भवन बनाएर खेलाडीहरूलाई ड्रेस चेन्जिङ रुम बनाउनु पर्ने छ र केही यहाँ अन्य थप कामहरू पनि गर्नुपर्ने छ। ती सबै कामको सन्दर्भमा हामीले अब आउने बजेटमा त्यो व्यवस्था हुने गरी, अब आउने बजेटमा यो काम सम्पन्न हुने गरी हामीले बजेट व्यवस्थापन गरेर यो ग्राउन्डलाई एउटा खेल्नको निम्ति योग्य अथवा खेलाडीहरू भित्र पस्दाखेरि खेलौँ लाग्ने त्यो खालको स्थिति बनाउने काममा प्रदेश सरकार अगाडि बढ्नेछ र यसलाई सङ्घ र स्थानीय तहले पनि सहयोग गरेर हामी यो खेल ग्रामलाई हामी सुविधा सम्पन्न र आधुनिक ग्राउन्डको रूपमा विकसित गरेर अगाडि बढाउने कुरामा म यो क्षेत्रको निर्वाचित जनप्रतिनिधि, यो क्षेत्रको सांसद भएको हुनाले आज म तपाईहरुको बीचमा आगामी बजेटमा हामीले यी कुराहरूलाई व्यवस्थापन गरेर जानेछौँ भन्ने कुरा प्रतिबद्धता जनाउँदै म खेल खेलिरहनुभएका दुवै खेलाडी मित्रहरूलाई अनुशासितपूर्वक तपाईहरुले खेल्नुहुनेछ र चाहिँ उत्कृष्ट नतिजा प्रथम हुन सफल हुने गरी प्रतिस्पर्धात्मक ढङ्गले अगाडि बढ्नुहोस्। हार्दिक शुभकामना सहित मेरो भनाइ टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार।